हाई एभ्रिवान, वेलकम छ हजुरहरूलाई आजको न्यू डे न्यू भ्लगको साथमा उपस्थिति भइसकेको छु हजुरहरूको सामु। आज चाहिँ म मेरो कर्म गाउँ आएको छु। सुन्यौ, कर्म गाउँ भन्दैन अनि आएको छु। यहाँ चाहिँ सानो कार्यक्रम थियो हाम्रो, त्यसैले आएको छौँ। अनि कार्यक्रममा हामीले खाजासाजा खाइसकेको छौँ, के गरिसकेको छौँ। अनि यहाँ चाहिँ हाम्रो हिजो सुँगुर काट्नु भएको थियो, हाम्रो भान्से यहाँ हुनुहुन्छ। अर्ग्यानिक लामो समयपछि चाहिँ मैले कान्छालाई भेटिसकेको छु। मेरो कान्छा चाहिँ को हो भनेर देखाउन चाहन्छु। मेरो कान्छा यहाँ छ। कान्छा मेरो नाना यता भान्से हुनुहुन्छ, खाँदै हुनुहुन्छ। म यहाँ छु, अलिअलि काम गर्नुपर्ने छ, सघाउनु पर्यो नि त होइन। गाउँघरको यस्तै हो। हामी चाहिँ खाजा खानको लागि एकदम तयारीमा छौँ। मेरो छोरीहरूले चाहिँ एकदम चटपटे घोलिरहेको छ अहिले। यहाँ अर्ग्यानिक चटपटे हाम्रो लोकल भइसकेन। यस्तो फिन्जाउ त स्याहार थमेल राखिदिनुपर्छ। हामी सोल्टी चाहिँ धेरै पछि भेट भएको है। सोल्टी कति वर्ष? 4 वर्ष थुप्रो भयो होला। लामो पछि भेट भएको, रमाइलो भयो नि होइन? बल्ल बल्ल सोल्टीसँग भेट्दा एकदम राम्रो भयो नि। कति नाच्नु भयो? कति नाच्नु भयो? धेरै नाचेँ म त, खुट्टै बाङ्गियो। हाम्रो कार्यक्रम चाहिँ अघिल्लो दिनको थियो। यो दिन चाहिँ हाम्रो अब यसो सरसफाइ गर्ने दिन थियो, त्यसैले हामीले खाजा बनाएर खाँदैछौँ। अनि यतिखेर सबैजनालाई म भिडियोमा क्याप्चर गर्ने मौका पाएँ, त्यसैले म पनि चिलमा गीत बजिरहेको थियो, उफ्रिँदै नाच्दै मजा इन्जोय गरिरहेको थियौँ। गाउँघर भनेको यस्तै हो, रमाइलो हुन्छ है। सबैजनालाई यस्तो घुमाएर देखाइदिए। हाम्रो चाहिँ यता दिदी भाउजू सबैजना नानी छोराछोरी थिए, सबैजनालाई स्वागत गर्दै म ल्याएँ। अनि त्यसपछि छोरी चाहिँ पुरै भाँडा माझ्दैछन्, मैले पानी हाल्ने काम गरिरहेको छु। के गर्न पर्यो नि। यति गर्दा गर्दै मलाई वरिपरि हेरेर कस्तो राम्रो लाग्यो, रमाइलो लाग्यो। अनि त्यसैले यसो क्यामेरा घुमाएँ। म धेरै पछि भेटेको है। सोल्टी र म यसो गरिदिनु, सोल्टी स्टार पारिदिनु। भेट भएको यो घाउ चाहिँ छिटो निको होस् भन्न चाहन्छु। तिम्रो उयो भिडियो बनाऊ न, यो मैले बनाएको गाई चाहिँ अहिले नानाले चाहिँ चलाउँदैछ भनेर। मैले बनाएको हो, मेरो नानाले चलाउँदैछ। म चाहिँ गर्नु भरे आगोमा बस्दा डर लाग्यो मलाई। समाचारमा हुने झन् मिठो हुन्थ्यो। उता बिदेशमा कि त्यो घरको माइती छोरीले चाहिँ यस्तो बनाउँदो रहेछ कि। मरदसँगले हामी चाहिँ खाना बस्यौँ है। पाकिसकेर पनि के गर्न, हामी त फेरि राई पर्यो। हल्का यसो कोदो जुस, सिम्बली जुस त खाइन्छ नि फेरि साथीहरू। यति भन्दै बिदा हुन चाहे। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।